साथीहरू, अस्ति नै चाहिँ यहाँ मैले बेसार रोपेको थिएँ। बेसार अस्ति नै चाहिँ उम्रेको थिएन। अस्ति नै चाहिँ झार गोडेर गएको थिएँ मैले। अहिले चाहिँ झार गोडिदिएको यस्तो राम्रो उम्रेछ बेसार। झार उम्रिसकेको रहेछ। अस्ति नै मैले झार उखालिदिएको थिएँ। यस्तो राम्रो भएको रहेछ। त उम्रिन्न होला भन्थ्यो वहाँसम्म, तर उम्रेछ। नासपत्ती बेसार चाहिँ उम्रेछ। यतिको भए पनि उम्रिन्न होला भन्थ्यो। मेरो छोरी चाहिँ यहीँ छन्। अदुवा चाहिँ कस्तो राम्रो भयो। यो चाहिँ हाम्रो मकै यस्तो राम्रो भएछ। अदुवा चाहिँ यस्तो भयो, राम्रो भएको रहेछ। तर बिचमा चाहिँ सिस्नो पलाएको रहेछ। सासुन ल्याइएन हो नि त कान्छ। सिस्नो पलाएको रहेछ। आँसी ल्याइएन सिस्नो काट्ने। सिस्नो काट्ने आँसी ल्याइएन। आँसी लिएर आएको भए झाडा लिएर फेरि आइसक्नु लागिसकेको रहेछ। यस्तो छ झार। यस्तो भयो अदुवा। अस्ति नै मैले झार देखाएको थिएँ। झार गोडेर पछि भिडियो देखाउँछु भन्थेँ, तर भिडियो देखाउन पाइनँ। म गएँ शान्तिपुर। त्यही भएर आज कस्तो भयो रहेछ भनेर हेर्न आएको। अदुवा चाहिँ यस्तो भएको रहेछ। हेर्नुहोस् यस्तो राम्रो उम्रेको। मैले झार बिच भएको उखालिदिएको। झार चाहिँ यता फालिदिएको थिएँ, सबै मरिसकेको रहेछ। यस्तो भएको रहेछ। आज चाहिँ घाम लाग्यो। नानी कता गइन् मेरी छोरी? हाम्रो घर चाहिँ हो वहाँ हो। छोरी चाहिँ यता गइसकिन्छन्। मैले झाडु गर्न लगाएको। छोरी चाहिँ गइसकिन्छन्। मकै चाहिँ यत्रो भइसके। कोही मकै यत्रा भएछन्, कोही मकै यत्रा भइसकेछन्। अब साउन नै लाउन लागिसक्यो। हामीले चाहिँ चुरा नि लगाइसक्यौँ। यत्रो भयो। त्यो चाहिँ हाम्रो घर हो। यो चाहिँ दिदीको घर हो। हामी चाहिँ 3 जना आकाम, आमा, छोरा, नानी गइसकिन्। बाबु चाहिँ यहीँ छन्।